ओम श्री परमात्मने नमः। ओम श्री गुरुभ्यो नमः। आजको प्रस्तुतिकरणको विषय छ शुद्धि विज्ञान, मन, तन, वचन, कर्म र आचरणको पवित्रता तर्फको यात्रा। प्रस्तावना। जीवनको मूल सार शुद्धि नै हो। शुद्धता बिना शान्ति सम्भव हुँदैन र अशुद्ध मन, तन र कर्मबाट शक्तिको दर्शन हुन सक्दैन। जसको मन निर्मल हुन्छ उसको दृष्टि स्वच्छ हुन्छ, जसको वचन मधुर हुन्छ उसको संगत मंगलमय हुन्छ, जसको कर्म सात्विक हुन्छ उसको जीवन सन्तुलित र सफल हुन्छ। शुद्धि विज्ञान कुनै केवल धार्मिक वा सांस्कृतिक धारणा होइन, यो आत्मातर्फको गहिरो यात्रा हो जहाँ बाहिरी सफाई भन्दा भित्री पवित्रताको खोज प्रमुख हुन्छ। मनको शुद्धि ध्यान र साधनाबाट, तनको शुद्धि आहार र आचरणबाट, वचनको शुद्धि सत्य र प्रेमपूर्ण संवादबाट र कर्मको शुद्धि निस्वार्थ सेवाबाट प्राप्त हुन्छ। अन्ततः जब आचरण धर्ममय र चेतना निर्मल बन्छ तब जीवनमा स्वर्गीय अनुभूति प्रकट हुन्छ। यही अवस्था नै शुद्धि विज्ञानको परम लक्ष्य हो। आत्मज्ञान र ईश्वरीय एकत्वको अनुभूति हो। पहिलो, तन शुद्धि अर्थात् शरीरको शुद्धि। शरीरलाई भगवानको मन्दिर भनिन्छ किनकि यही शरीर मार्फत आत्मा र चेतना प्रकट हुन्छ। जब यो मन्दिर अस्वच्छ, असन्तुलित र आलस्यले भरिन्छ तब भित्रको दिव्यता दबिन्छ र जीवनमा अस्वस्थता, थकान र अस्थिरता उत्पन्न हुन्छ। त्यसैले तन शुद्धि आत्मिक यात्राको पहिलो पाइदान हो। सत्कर्म, धौती, बस्ती, नेति, तादक, नौली, कपालभातीद्वारा शरीरभित्रका विष र अशुद्ध पदार्थ निकालिन्छ। सात्विक आहारले शरीरलाई पवित्र र सन्तुलित बनाउँछ। योगासन र प्राणायामले ऊर्जा प्रवाहलाई सशक्त र स्थिर गर्छ र नियमित स्नान तथा स्वच्छता पालनाले अनुशासन र पवित्रताको संस्कार स्थापित हुन्छ। जब शरीर शुद्ध हुन्छ तब रोग घट्छ, आलस्य हट्छ र चेतनाको ज्योति प्रज्वलित भएर तन साधनाको पात्र बन्छ। दोस्रो, मन शुद्धि अर्थात् विचारको शुद्धि। मन नै हाम्रो संसारको सृष्टिकर्ता हो। जस्तो सोचिन्छ त्यस्तै संसार देखिन्छ। जब मन अशान्त, द्वेष, ईर्ष्या र लोभले भरिन्छ तब बाहिरी संसार पनि असन्तोषपूर्ण लाग्छ। तर जब मन शुद्ध, प्रेमपूर्ण र समत्वयुक्त हुन्छ तब जीवनमा शान्ति र आनन्द स्वयं प्रकट हुन्छ। मन शुद्ध गर्न ध्यान र आत्मचिन्तन अत्यन्त आवश्यक छन्, जसले विचारका असङ्गठित तरङ्गहरूलाई शान्त पार्छ। सकारात्मक सोच, सत्संग र स्वाध्यायले नकारात्मकता पगाल्छ र चेतनामा उज्यालो ल्याउँछ। क्षमा र कृतज्ञता अभ्यासले मनभित्रको विष, द्वेष, घृणा र असन्तोषलाई हटाएर करुणा र प्रसन्नताको अनुभूति दिलाउँछ। जब मन निर्मल हुन्छ तब संसार पनि निर्मल देखिन्छ किनकि बाहिरी जगत केवल हाम्रो आन्तरिक चेतनाको प्रतिबिम्ब हो। तेस्रो, वचन शुद्धि अर्थात् भाषाको शुद्धता। वाणी मानव जीवनको अत्यन्त शक्तिशाली साधन हो। यसले घाउ पनि दिन सक्छ र घाउ पनि निको पार्न सक्छ। शब्दहरू मन्त्र झैं प्रभावशाली हुन्छन्। त्यसैले वचनको शुद्धता आत्मसंयम र चेतनाको प्रतीक हो। सत्य, हितकर र प्रिय वचन बोल्न सक्ने व्यक्ति आफ्नै उपस्थितिले शान्ति र विश्वास फैलाउँछ। अपशब्द, निन्दा र कठोर भाषाले मनमा विष खोल्छ, जबकि मधुर वाणीले प्रेम र सद्भाव अंकुराउँछ। मौनको साधना वाणीलाई नियन्त्रण गर्ने सर्वोत्तम उपाय हो। जब हामी मौन रहन्छौँ, शब्दको मूल्य बुझ्न थाल्छौँ र बोलिने प्रत्येक वाक्य चेतनाको प्रकाशमा नुहाइन्छ। शुद्ध वचनले केवल सम्बन्ध बलियो बनाउँदैन, आत्माको शुद्धता र आन्तरिक शान्तिको पनि जग बसाल्छ। चौथो, कर्म शुद्धि अथवा क्रियाको शुद्धता। कर्म नै जीवनको आधार र नियतिको निर्धारक हो। जसरी बिउ अनुसार फल लाग्छ त्यसरी नै कर्म अनुसार जीवनका परिणामहरू प्रकट हुन्छन्। कर्म शुद्ध बनाउन निस्वार्थ भाव, धर्मसङ्गत सोच र विवेकपूर्ण निर्णय अपरिहार्य हुन्छ। जब कर्ममा स्वार्थ, लोभ र आसक्ति मिसिन्छ तब दुःख र शान्ति जन्मन्छ। तर जब कर्म निस्वार्थ सेवा र कर्तव्य भावले प्रेरित हुन्छ तब त्यो साधनाको रूप लिन्छ।
श्रीमद् भगवद गीता अनुसार कर्मण्येवाधिकारस्ति मा फलेषु कदाचन, अर्थात् कर्म गर तर फलमा आसक्त नहुनु। यही भावनाले कर्मलाई पवित्र र प्रभावशाली बनाउँछ। शुद्ध कर्मले आत्मविश्वास, शान्ति र जीवनमा दिव्यता ल्याउँछ, किनकि यस्तो कर्म सधैँ ईश्वरप्रति समर्पण र मानवताको सेवामा केन्द्रित हुन्छ। पाँचौं, आचरण शुद्धि अथवा चरित्र शुद्धता। आचरण नै व्यक्तिको वास्तविक दर्पण हो। जसरी हामी व्यवहार गर्छौँ त्यसरी हाम्रो स्वभाव, सोच र चरित्र प्रकट हुन्छ। आचरण शुद्ध हुने अर्थ विचार, बानी, कर्ममा सामञ्जस्य र एकरूपता राख्नु हो। यम र नियमको पालन, अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, परिहार्य, यम र शौच, सन्तोष, तप, स्वाध्याय, ईश्वर प्रणिधान नियमले आचरणमा स्थायित्व र पवित्रता ल्याउँछ। आत्मानुशासन र दृढ सङ्कल्पले व्यक्तिलाई अनैतिक प्रभाव र भ्रमबाट जोगाउँछ। जब आचरण शुद्ध हुन्छ तब व्यक्तिको समाजमा सम्मान बढ्छ र आत्मामा शान्ति स्थायित्व हुन्छ। शुद्ध आचरणले केवल व्यक्तिगत जीवनमा मात्र होइन, वरिपरिको समाजमा पनि सद्भाव र नैतिकता फैलाउँछ। समग्र सम्बन्ध। शुद्ध विज्ञानको प्रत्येक क्षेत्र तन, मन, वचन र कर्म र आचरण जीवनका विशिष्ट पक्षसँग प्रत्यक्ष सम्बन्धित छन्। तन शुद्ध भएपछि शरीर स्वस्थ रहन्छ, रोग निवारण हुन्छ, जसले आरोग्यको आधार तयार पार्छ। मन शुद्ध हुँदा सोच स्पष्ट, सकारात्मक, स्थिर हुन्छ, जसले आनन्द र मानसिक शान्ति दिन्छ। वचन शुद्ध हुँदा सम्बन्धहरू मधुर र भरोसायुक्त हुन्छ, जसले सामाजिक र पारिवारिक जीवनमा सन्तुलन ल्याउँछ। कर्म शुद्ध हुँदा कार्य परिणाम सार्थक र सफल हुन्छ, किनकि अस्वार्थ भाव र विवेकपूर्ण निर्णयले जीवन मार्गदर्शन गर्छ। आचरण शुद्ध हुँदा चरित्र बलियो हुन्छ र जीवन नै मोक्षको मार्गमा विकसित हुन्छ। यसरी शुद्धिका यी 5 क्षेत्रले जीवनलाई सम्पूर्ण सन्तुलित र परम लक्ष्यतर्फ अग्रसर बनाउँछ। निष्कर्ष, शुद्धि विज्ञान कुनै धार्मिक संस्कार मात्र होइन, यो आत्मजागरणको विज्ञान हो, जहाँ बाहिर र भित्र दुवै जगत स्वच्छ हुन्छ। तन शुद्ध भयो भने आरोग्य मिल्छ, मन शुद्ध भयो भने आनन्द मिल्छ, वचन शुद्ध भयो भने सम्बन्ध मिल्छ, कर्म शुद्ध भयो भने परिणाम शुद्ध हुन्छ र आचरण शुद्ध भयो भने मोक्षको बाटो खुल्छ। अन्ततः शुद्धि नै मुक्ति हो। शुद्ध जीवन नै परमात्मासँगको मिलनको आधार हो। शुद्धि विज्ञान केवल धार्मिक संस्कार वा बाहिर रीतिरिवाज होइन, आत्मजागरणको विज्ञान हो, जसले मानिसले भित्री र बाहिर दुवै दृष्टिलाई स्वच्छ बनाउँछ। तन शुद्ध हुँदा शरीर स्वस्थ रहन्छ र ऊर्जा जागृत हुन्छ। मन शुद्ध हुँदा आनन्द, शान्ति र स्पष्टता मिल्छ। वचन शुद्ध हुँदा विश्वास, प्रेम र सन्तुलन कायम हुन्छ। कर्म शुद्ध हुँदा जीवनका परिणाम सही र सार्थक हुन्छ। आचरण शुद्ध हुँदा चरित्र बलियो बन्छ र मोक्षको मार्ग प्रकट हुन्छ। अन्ततः शुद्धि नै मुक्ति हो। शुद्ध जीवन नै परमात्मासँगको मिलन, सत्य अनुभूति र जीवनको सर्वोच्च लक्ष्य हासिल गर्ने आधार हो। यो मेरी खोज अध्ययन हो। यहाँ प्रस्तुत विचारहरू सुझाव फलक हुन् र आवश्यक परेमा प्रमाणित स्रोतहरूसँग मिलाएर पुष्टि गर्नु उचित हुन्छ। यदि तपाईँ यो भिडियो उपयोगी लाग्यो भने कृपया लाइक, सेयर गर्नुहोस् र सब्सक्राइब गर्न बिर्सनुहोस्। हामी शान्तिपूर्ण जीवनको यात्रामा सँगै छौँ। लेखाइमा कुनै गल्ती भएमा सुझाव प्रतीक्षा गर्दछु। धन्यवाद।